हामी जस्तो जस्तो अब पब्लिक हाई स्कुलमा त खासै त्यस्तो छैन होला होइन हाम्रो जस्तो स्कुलमा चाहिँ स्टुडेन्टहरूको त्यो क्वालिटी हेरेर उनीहरूलाई चाहिँ 27 मार्क्स ल्याउने बनाउनु नै ठुलो कुरा हो जस्तो लाग्छ। कुन स्कुलमा किराँती स्कुल यो किराँती स्कुल फेरि बस्नु होला होइन तर सबैमा त्यस्तै होला सायद होइन म्याथ टिचरहरूले आउनु पाएको होला त्यस्तो बनाउनु बेस चाहिँ हुँदैन अनि अब त्यो म्याथ र साइन्सले गर्दा स्कुल रिजल्ट 0 आउने होइन अनि त्यो म्याथ विशेष गरी म्याथ म्याथमै फेल भयो 0 आउने अनि त्यो बेसलाई चाहिँ क्लासमा पनि पऱ्यो अनि प्लस कोर्स पनि अब त्यो लेभलको स्टुडेन्टको लागि त भास भयो नि त जति एक्टिभिटिज हामी यहाँ गरेर त्यो अनुसार अब यहाँ सोचिन्छ फ्रेन्ड्सले यस्तो थुप्रै मिल्यो होइन अब सोचिन्छ एक पाराले जाउँ भनेर त त्यहाँको इन्भाइरोमेन्ट है क्लासको इन्भाइरोमेन्ट र इन्भाइरोमेन्ट मिलिरहेको पनि मैले देखेको छु क्या त्यही कारणले अब त्यस्तो स्टुडेन्टको लागि चाहिँ अब हाम्रो यो प्रोफेसनल डेभलपमेन्टको लागि ट्रेनिङ राम्रै हो होइन तर अब त्यो बेस स्टुडेन्ट बेसै पुवर भएको स्टुडेन्टलाई क्लासमा लागि चाहिँ अब अथवा म्याथमा पेरेन्ट चलाउनको लागि चाहिँ त्यही भएर टिचरलाई नै दोष दिन्छ तर त्यस्तो खालको ट्रेनिङ पनि टिचरहरूलाई अब गर्दा चाहिँ स्टुडेन्टलाई चाहिँ हामीले प्रेरणा जगाउन सक्छौँ क्या स्टुडेन्टलाई पनि म्याथतिर होइन सब्जेक्ट वाइज त्यस्तो चाहिँ अरू ट्रेनरहरूले चाहिँ दिनु सब्जेक्ट टिचरले मात्रै नभएर बाहिर टिचरहरूले पनि त्यसरी दिनु सक्यो भने चाहिँ राम्रो हुन्छ जस्तै लाग्छ मलाई यो धेरै भोगेको हस् धेरै धेरै धन्यवाद म्याम पक्कै पनि तपाईँहरूको समस्याको उत्तर हामीले 3 दिने ट्रेनिङ पक्कै केही न केही अवश्य तपाईँले पाउनुहुन्छ मलाई पनि त्यस्तै लाग्छ ट्रेनिङ लिँदाखेरि होइन ट्रेनिङ यहाँ गरिन्छ एउटा यसलाई क्लासमा अप्लाई गर्नु गाह्रो हुन्छ प्रायः समस्या त्यही होइन तर मैले के अनुभव गरेको छु भने विद्यार्थीहरू जस्तै अब तपाईँको अलिक अन्य म्याथ पिरियड छ भने अचिभ गर्छन् क्या होइन थाहेको हुन्छ गर्नु त्यस्तै हुन्छ तर त्यति बेला नानीले हामीले मात्र 4-5 मिनटमा अलिकति केही हामीले फन एक्टिभिटी गर्न सक्यौँ भने नानीहरूमा पक्कै पनि चेन्ज सक्छ त्यो मैले देखेको छु अलिकति 4-5 मिनट नानीले केही एउटा गेम खेलाइदिउँ न तर फेरि हल्ला हुन्छ त्यो फेरि कन्ट्रोल गर्नु आफू कसरी चाहिँ गर्ने हल्ला पनि दिनु भएन होइन यदि त्यस्तो गर्न सक्यौँ भने पक्कै पनि नानीले इन्ट्रेस्ट आउँछ हामीले एकैचोटि ड्रास्टिक चेन्ज हामी गर्न सक्छौँ बिस्तारै बिस्तारै अवश्य पनि किनकि हामीले देख्छौँ हामी भोगि पनि राख्छौँ अनि मैले त्यही सोच्थेँ ट्रेनिङ यो क्लासमा कोही छैन कोर्स सकाउनु कि के गर्नु होइन तर त्यसलाई हामीले अप्लाई गर्न सक्छौँ 100% नभए हामीले 10% 5% युज गऱ्यो भने धेरै इफेक्टिभ हुन्छ हस् र यो सँगसँगै म अब हाम्रो कुसुम सरहरूले पठाइराख्नु भएको छ सो उहाँलाई म यो माइक हस्तान्तरण गर्न चाहन्छु हस् धन्यवाद धन्यवाद सर पुनः यहाँहरूमा फेरि म आएँ सरले अगाडिका सेसन अत्यन्तै मिठो तरिकाले सम्पादन गरिसक्नु भएको छ विशेष आज समयको पाबन्दीलाई पनि हामीले हेर्दै लगभग हामीले 2वटासम्मको एक्टिभिटिज मात्रै ल्याउने रहेछौँ धेरैवटा थिए र अब धेरै आज फर्स्ट डे है के भला बुझेर पनि गर्नु सरले सेयर गर्नु कविताको मार्फत आफ्नो पीडा आफूले भएका कुरोहरू र म्याथलाई पनि जोड्ने कुरोहरू जोड्नुभयो अत्यन्तै खुसी लाग्यो सँगै म्यामले पनि सेयर गर्नुभयो अरू एकजना म्यामले अहिले सेयर गर्नुभयो वास्तवमा म पनि एउटा टिचरको चाहना अब जस्तै मैले एक दुईवटा कुरो गर्दा अघि म्यामले कुरो गर्नुभयो यो प्रोफेसनल डेभलपमेन्ट होइन टिचर्स प्रोफेसनल डेभलपमेन्ट ट्रेनिङ वास्तवमा कस्तो थोरै कुरो राख्यो कुरो आइहाल्यो अगाडि एक्टिभिटिज छ प्रोजेक्टको त्यो पनि म्याथमेटिक्ससँग रिलेटेड ठुलै कत्रै होला भन्ने पनि लाग्यो होला त्यति धेरै ठुलो पनि छैन वास्तवमा म्यामले उठाउनु भएको कुरो सही भयो जब हामी टिचर हौँ गुरु
गुरुवर्ग शिक्षक एउटा फर्स्ट नानीहरूले मान्नुपर्ने भनेको प्यारेन्ट्स। मैले क्लासमा सुरुमा जाँदा फर्स्ट डेमा गइरहँदा होइन नानीहरूसँग इन्ट्रोडक्सन गरिरहँदा तल्लो क्लासबाट माथिल्लो क्लाससम्म नानीहरू आइरहँदा गएर बोल्ने कुरो यही हो, अब तपाईँहरू माथिल्लो क्लासमा आउनुभयो, तपाईँहरूले मम्मी बाबाको पीडा पक्कै पनि बुझ्नु भएको छ, कतिले बुझ्नु भएको छैन। मम्मी र बाबालाई कति माया गर्नुहुन्छ, क्वेसनै मेरो यही क्वेसन हुन्छ, कति माया गर्नुहुन्छ? सबै धेरै। कसले माया गर्नुहुन्छ हात उठाउनुहोस् त? सबैले गर्नुहुन्छ। त्यसो हो भने त्यति माया लाग्छ मम्मी र बाबाको है। तपाईँ छोरीहरूलाई सोध्नुहोस्, मेरो छोरीहरू छात्राहरू हुनुहुन्छ, तपाईँ अहिलेको मम्मीको अवस्था के छ त्यो पनि तपाईँ बुझ्नुहुन्छ, बुझिरहनु भएको छ भने मम्मी जस्तै बन्न चाहनुहुन्छ? क्वेसन ल कसलाई चाहना छ आएको आउनुहोस् त? धेरै उठाउँदैन, प्रायःले उठाउँदैन। फर्केर सोध, छोराहरूले त्यही गर्नुहुन्छ, बाबालाई लगाइरहनुहुन्छ, बाबा जस्तो बनाउन चाहनुहुन्छ तपाईँले, बाबाको हातको कन्डिसन हेरेर चाहनुहुन्छ कि हुनु? त्यसो भने माया गर्नुभएको हुन्छ। फेरि प्रश्न क्वेसन गर्दै इन्ट्री गर्दा त्यो फिल हुन जरुरी छ, म के गर्दैछु, कस्तो अवस्थामा बस्नुपर्ने, विभिन्न कुरोहरू छ सिकाइका तत्त्वहरू र नानीहरूलाई बुझाउनु पर्ने। अन्तिममा म्याथबाट पनि, अर्को सामाजिकबाट पनि, नेपाली अन्य भाषाका सब्जेक्टहरूबाट पनि के रहेछ भन्दा संस्कार रहेछ। हामीले त्यो भुलेका छौँ। अघि इथ्नो म्याथमेटिक्स पनि भन्छौँ हामी, वास्तवमा कल्चरली रिलेभेन्ट म्याथमेटिक्स हो। त्यो कल्चरहरू बिर्सिसक्यो, सामाजिकमा मात्रै पढाएर पनि भएन, नेपालीमा कविता र गीतका होइन राम्रो हरफमा पढाएर मात्रै पनि भएन, म्याथमा पनि एउटा कुरा हामीले मिस गरिरहेका छौँ। यो मैले सेयर गर्नै पर्छ, सुरु सेसनमै सेयर गर्ने मैले बाचाहरू। तपाईँहरू स्टुडेन्ट हुनुहुन्छ, म शिक्षक, म आएँ, हेलो क्लास, गुड मर्निङ भन्ने, गुड मर्निङ भन्नुहुन्छ। म सबैभन्दा अगाडि सोध्न चाहन्छु एबाउट होमवर्क। होमवर्क गर्नुभयो आजको? यस यस म्याम, यस सर, गरेको छ, गुड, राम्रो। ल कसले गर्नुभएको छ ल्याउनुहोस् त? मैले यहाँबाट सुरु गरेँ होइन, उहाँले दिनुभयो, उहाँ पनि जसले गर्नुहुन्छ उहाँ भन्नुहुन्छ, सर मैले पनि गरेँ भन्नुहुन्छ। त्यो सानो क्लासमा पनि त्यही गर्छु, गर्ने माथिको अगाडि गरेर देखाउन पाउँदा त एउटा खुसी त्यो पाउनुपर्छ। तर त्यो सँगसँगै हामीले जोड्ने कुरो के रहेछ भने वास्तवमा त्यो नानीले होमवर्क त गर्नुभएको छ, करेक्ट, मैले राइट दिएँ, भेरी गुड देखेँ होइन, स्याबास भने। तर एउटा कुरा मिस भइरहेछ, हामीले के गर्यौँ त भन्दा त्यो कन्टेन्टलाई मात्रै हेरिरह्यौँ, फोकस गरिरह्यौँ। त्यो कन्टेन्टलाई कहिले कल्चर बनाउने त? अनि कल्चर, कन्टेन्ट, टेक्नोलोजी र स्किल मिलेर पो प्रोजेक्ट हुन्छ। प्रोजेक्ट त त्यहाँ बन्छ होइन। हामीले क्यालकुलेसन त्यो नानीले दिनुभयो, हो मैले लिइहालेँ, उहाँ नानीले यसरी दिनुभएको थियो, बसी एक हातले दिनुभएको थियो, मैले लिइदिएँ, किनभने नानीले गर्नुभएको छ, सही गर्नुभएको छ, त्यहाँ मैले सबै राइट छ, ह्यान्डराइटिङ राम्रो छ। तर मैले एउटा कुरा मिस गरेँ, एक हातले दिनुभयो कि नानी। वास्तवमा यो फिल गर्न जरुरी छ, यो मैले फिल गरिरहेको छु, हजुरहरूले पक्कै त्यो फिल गर्नुभएको छ। ती नानी अब पढ्दै जाँदा माथिल्लो लेभलमा पुग्ने हो, हाम्रै लेभलमा नि पुग्ने हो, पछि त्यही भएर जाने। वास्तवमा ती कुरोलाई हामीले विभिन्न एङ्गलबाट अन्त्यमा जोडेको तीनवटा कुरो भएका छन्। एउटा हुन्छ संस्कार, अर्को प्रविधि र अर्को चाहिँ स्किलका कुरोहरू भए
चाहिँ आवश्यक रहेछ र ती कुरोहरूको कम्बिनेसन गरेर गरिने कार्य चाहिँ प्रोजेक्ट जुनसुकै कुरामा पनि जुनसुकै विधामा पनि प्रोजेक्ट एक्लै सम्भव नहुन सक्छ त्यसको लागि हामी सबैको साथ ग्रुपमा काम गर्नुपर्ने होइन यी कुरोहरू चाहिँ प्रोजेक्टमा जोडिएका हुन्छ तसर्थ हजुरहरूले पनि नानीहरूलाई यी तीनवटा कुरोलाई विशेष ख्याल गर्नुहुन्छ जस्तो लाग्छ गइरहनु भएको छ तर यी एउटा बाटोमा मात्रै हामीले भनेर पनि हुँदैन रहेछ होल विद्यालयले नै भन्नु सबै सिक्छ त्यसपछि हाम्रा अभिभावकवर्ग सबै हुनुहुन्छ र कुरा गर्दै जाँदाखेरि मान्छेलाई हामीले भन्नुपर्ने प्यारेन्ट्स पक्का पनि नराम्रो सोच्नुहुन्न यदि प्यारेन्ट्स हुनुभएको थिएन भने उहाँले न भगवान्लाई बुझ्ने न अन्य मनोरञ्जनका कार्यहरू गर्ने ती सबै कुरोहरू हुँदैनथे र अरू भनेको गुरु बिना गुरुको ज्ञान बिना होइन अज्ञानतामा बाँच्नुपर्ने अवस्था यी दुईवटा कुरो र हामीले र म अर्को क्वेसन सोध्छु कुनै पनि टिचरले तपाईँहरूलाई म जस्तै टिचर बन्नै भन्नुभएको छ छैन अनि मम्मी बाबाले पनि म जस्तो भन्नुभएको छ मभन्दा राम्रो भन्नुभएको छ त्यो कुरोको हामीले जुन बेला हामी पढाइ सिकाइ प्रक्रियामा ल्याउँदैनौँ भने उसले फिल गर्न सक्दैन जहिले रिजिट मात्रै हामी बसेका छौँ अनि अर्को पीडाको कुरो के छ भने म्याथ टिचर स्वाढै स्ट्रिक हुनुपर्छ स्ट्रिक बोक्नै हुनु होइन त्यो खालको कल्पनाले पनि हामी अलिक ग्रसित छौँ अनि हामीमा अब्जर्भहरू थुप्रेका छौँ होइन कतिपय कुरोहरू उल्टित भएर बसेको छ जब हामीले प्रोजेक्टमा यो कुरोलाई एड गर्छौँ नि के हुँदो रहेछ भने मैले धेरैवटा गराएको पनि छु विद्यालयहरू त्यो गर्दा नानीहरूमा त्यो गणितलाई हेर्ने किसिमको फरक हुँदो रहेछ वास्तवमा सिकाइ त यसरी पो हुँदो रहेछ त्यो सिकाइको गणितको कुनै एउटा प्रोजेक्ट परियोजना कार्य गरिरहँदा उसले त्यो गणित मात्रै सिकेको हुँदैन थियो सँगै बसेर साथीसँगको होइन सहयोगी भावनाको विकास पनि जोडिन्छ होइन अनि आफूले नजानेका कुरोहरू चाहिँ अन्य विधिहरूबाट पनि सिकाइएको कुरोहरू हुन्छ साथीहरूबाट पनि हुन्छ पियर लर्निङ पनि भन्छौँ हामी यही कुरोलाई हामीले आज जोड्न गइरहेको छौँ मेरो टपिक डिजाइनिङ एन्ड इम्प्लिमेन्टिङ प्रोजेक्ट्स इन टिचिङ एन्ड लर्निङ म्याथमेटिक्स यसैलाई जोडेर म अगाडि बढ्न चाहेँ विशेष नेक्स्ट स्लाइड गइदिनु होला धेरै समय किन गर्दिनँ अलिकति यही कुरोलाई मैले कुरो उठाएँ अलिकति यहाँ मैले जोड्न खोजेको छु लगभग 12वटा एक्टिभिटिजलाई जोड्न खोजेँ वास्तवमा यो 3 डेजको सेसनमा पर डे 4 एक्टिभिटिज चाहिँ हामीले गर्न सक्यौँ भने केही न केही उपलब्धि होला त्यो इम्प्लिमेन्टेसन चाहिँ हाम्रा चाहिँ नानीहरूलाई सेकेन्डरी लेभल होइन त्योभन्दा मुनिकालाई पनि त्यो एउटा कन्सेप्ट दिनु खोज्यो यो कम्प्लिट यसैमा सम्पूर्ण कुरो छैन यहाँबाट चाहिँ कस्तो हुँदो रहेछ भनेर हजुरले सेयर गर्नको लागि नेक्स्टतिर जाउँछु सँगै यहाँ फ्रेमवर्क मैले राखेको छु यसमा हामीले के गर्ने त आफ्टर द होइन कम्प्लिसन अफ दिस सेसन यहाँ चाहिँ 4-5वटा कुरो मैले राखेको छु वास्तवमा डिजाइन एन्ड फेसिलिट होइन इम्प्लिमेन्टेसनका कुरो मैले जोड्न खोजिरहेको छैन एकर्डिङ टु द सिडिसी प्लानमा हामी कुरा गर्छौँ अहिले सिडिसीको फ्रेमवर्क इन्टर्नल इभ्यालुएसन होइन आन्तरिक मूल्याङ्कनलाई हेर्ने भयो भने यो म्याथमा पनि त्यसरी नै 25मा चाहिँ 16 मार्क्सलाई त्यसमा पनि 10 चाहिँ प्रोजेक्ट एक्टिभिटिजहरूमा प्र्याक्टिकल एक्टिभिटिजहरूमा दिएको छ त्यो हजुरलाई अवगतै छ त्यसै बेसमा रहेर सम्पूर्ण फ्रेमवर्कहरू अगाडि बढाएको छ यसमा हामी रियल मोडल्सहरू कसरी तयार गर्न सक्छौँ त भन्ने कुरोहरू छन् जस्तै हामीले सेट पढिरहँदा होइन वृद्धिको कुरोहरू गरिरहँदाखेरि कस्तो अवस्थामा हाम्रै गाउँको पनि त जान्न सकियो होला होइन त्यो रियल डेटाहरू खोजेर काम गर्ने खालको चाहिँ भावनाको विकास त्यो जानकारी यस्तो पो रहेछ भन्ने खालको पनि रहोस् मात्र क्यालकुलेसनमा मात्रै हामी सीमित छौँ
त्यसलाई चाहिँ अलिकति व्यावहारिक रूपमा लिएर चाहिँ मलाई भन्नका खातिर हो। र अर्को अब मिनिङफुल्ली भने यो यसको मिनिङै दिइरहेको हुन्छ हामीले चाहिँ कतिसम्म यसलाई चाहिँ प्रभावकारी रिलेभेन्ट थिङ ग्लोबल्ली लोकल्ली भन्छौँ हामीले बाहिरको कुरो सोचेर पनि गर्ने चाहिँ फेरि आफ्नै कन्टेक्स्टमै हो। जे छ त्यहाँको चाहिँ परिसरको वरिपरिको लोकल कन्टेक्स्ट त्यो आधारमै हामीले एक्ट गर्नुपर्ने हुन्छ होइन। बाहिर चाहिँ यस्तो अमेरिकामा त्यस्तो फिनल्यान्डमा यस्तो भनेर मात्रै हुँदैन होइन। त्यो कन्टेक्स्टलाई चाहिँ हेर्ने मात्रै हो, त्यसलाई चाहिँ अलिकति इम्प्रुभमेन्ट गर्ने हुन्छ। अर्को अब हामी यसपछि जस्तै वेल्ड म्यानिपुलेटिभ्स हामी चाहिँ कतिसम्म चाहिँ अन्य कुरोहरू चाहिँ म्यानिपुलेट गर्न सक्छौँ त्यो प्रोजेक्टबाट एउटाबाट चाहिँ यसलाई चाहिँ वास्तवमा अब्जेक्टिभ भन्दैनौँ प्रोजेक्ट गर्दा। यहाँ अब्जेक्टिभ पनि लेखिएको छ होला, विशेष आउटकम्सहरू हुन्छ त्यहाँ चाहिँ गर्दै गर्दै जाँदाखेरि नयाँ कुरो पनि आउन सक्छ होइन। जुन चाहिँ आशा गरेको भन्दा धेरै पनि हुनसक्छ होइन, सिकाइएको गरिएको है। र हामी अन्तिममा चाहिँ रिफ्लेक्ट एन्ड ट्रान्सफर, यो चाहिँ ट्रान्सफर्मेटिभ एजुकेसनलाई पनि यहाँ हामी जोड्न सक्छौँ। सर नेक्स्ट स्लाइडतिर जानु होला। र सँगै यो फ्रेमवर्क मैले आज लगभग एक्टिभिटी 1 र 2 मात्रै हामी गर्छौँ। यहाँ प्रत्येकलाई मैले मेन्सन गरेको छु, लगभग कभर गर्ने प्रयत्न गरिएको छ। एउटा सेकेन्डरी लेभल 9 and 10 को बुक कम्पलसरी बुकलाई राखेर विशेष गरेर यसमा फर्स्ट एक्टिभिटी हामी स्टेप 3 जान्छौँ। टोटल्ली 30 मिनट्सको डिजाइन हो, तर त्यसले कम हुनसक्छ आज फर्स्ट डे। नेक्स्टतिर जाउँ सरलाई राखेँ। एउटा काम गर्नु थोरै हजुरले सुन्नु मात्रै भयो होइन, एक अरू सुनेर हुँदैन भन्दै मैले एउटा कुरा यहाँ हजुरले पढ्न सक्नुहुन्छ। हामी फेरि ग्रुप फर्मेसन गर्छौँ। अहिलेमा के थियो कस्तो भयो योभन्दा अघिल्लो सेसनमा फेरि एउटा ग्रुप फर्मेसन गर्दैछौँ। यो ग्रुपको अगाडि नै मैले रुलहरू बताएँ। फर्स्ट हामी के गर्दैछौँ भन्दाखेरि हाम्रो आफ्नै मेम्बर चुज गर्दैछौँ। सपोज हामी क्लासमा छौँ र हामीले इम्प्लिमेन्टेसन गर्न सक्छौँ सेट होइन, हामी सेट क्रिएट गर्दैछौँ। पार्ट अफ फर्मुला होइन, हामी
तपाईँहरूले ग्रुपमा डिस्कस गरेर टपिक के राखेर यहाँनिर टपिक राख्न सक्नुहुन्छ त्यो सिटमा अनि त्यसपछि हामी क्यालकुलेसन र प्रेजेन्टेसन गर्छौँ। नेक्स्ट स्लाइड है। अब यहाँ अलिकति मैले रोकेँ हजुरलाई, मैले एउटा कुरो है, जस्तै यहाँ माथि टपमा एउटा रुब्रिक्स कुरा गरिरहेको छु मैले। जब हामी प्रोजेक्ट डिजाइन हेरेको हुन्छौँ सबैभन्दा अगाडि हामी टपिक सेलेक्सन भइसकेपछि त्यो अन्तर्गत रहने हामीले चाहिँ त्यसको चाहिँ अब्जेक्टिभ्स अगाडि डिफाइन भइसकेको छ। हाम्रो चाहिँ अब्जेक्टिभ्स रह्यो होइन, आउटकम्सहरू रहे अनि त्यो सँगसँगै आउने जोडिने कुरोहरूमा अब त्यहाँ के त भन्दाखेरि प्रोसेस जोडिन्छ, त्यसपछि मटेरियल्सहरू जोडिन्छ होइन, रिक्वायर मटेरियल्सका कुरोहरू हजुरले जुन पाउनुभयो यही नै मटेरियल्सहरू रहे र अन्तिममा हाम्रो प्रेजेन्टेसन सँगसँगै फाइन्डिङ्सलाई प्रेजेन्टेसन सँगसँगै हाम्रो के आउँछ भन्दा यो रुल्स। यही आधारमा हामीले हाम्रा नानीहरूलाई इभ्यालुएसन गर्न जरुरी छ। हाम्रो चाहिँ आन्तरिक मूल्याङ्कन हो सिडिसीको आन्तरिक मूल्याङ्कन आधारमा, त्यसकै आधारमा मैले चाहिँ यो इङ्ग्लिसमा राखेको छु यहाँनिर। हजुरले यो पाइसक्नु भएको छ, अगाडि हेरिसक्नु भएको छ सरहरूले, सबै सरहरूले। यद्यपि यो फ्रेमवर्कलाई मैले यहाँ राखेको छ जसमा चाहिँ क्राइटेरिया 5वटा क्राइटेरियाहरू छन् र मिनिमम मार्क्स 0.5, म्याक्सिमम मार्क्स त्यो क्राइटेरिया अलिकति हेर्नु होला। जस्तै म्याथमेटिकल एकुरेसीका कुरा आउँछन् यहाँनिर फर्स्ट, अनि क्वालिटी अफ प्रोजेक्ट मोडेल कस्तो भयो त भन्ने कुरो पनि आउँछन् यहाँनिर र सँगै कोलाबोरेसन ग्रुपमा गर्ने काम हो नि त प्रोजेक्ट, अघि पनि कुरा आयो। त्यो कोलाबोरेसन कस्तो रह्यो भन्ने कुरोको इभ्यालुएसन रहन्छ यहाँनिर र टास्क कम्प्लिसनका कुरोहरू कति समयभित्रमा कसरी गर्नुभयो, त्यो चाहिँ दिएको समयभित्र गर्नुभयो कि त्योभन्दा पर जानुभयो कि भन्ने कुरो हुन्छ र अर्को अन्तिममा टाइम म्यानेजमेन्टलाई पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ प्रोजेक्टमा, नभए फेरि कोर्स सकिएन भन्ने क्वेसन्सहरू राइज हुन सक्छ। 2-4 दिन लागेर एउटै प्रोजेक्ट गर्दा पनि गाह्रो छ। यो कुरोलाई हामीले ख्याल गर्नुपर्ने कुरो है। ओके सर, फर द नेक्स्ट है, नेक्स्ट टेक्स्टमा जाउँ। यही सिट हजुरको अहिले अगाडि रहेको छ। हजुरले अब टपिक सिलेक्सन गर्नु होला। नम्बर 1, टपिक अफ योर सर्वे, टिक 1 राइट डाउन। तपाईँकै विचारमा राख्दा पनि भयो। त्यहाँनिर अरू दिएका पनि छन्, त्यो हामीले फ्रेमवर्क बनाउने दिएका पनि छन् त्यहाँनिर, हजुरले पढ्नु होला, सबै हेर्नु होला। अर्कै ल, यसको लागि मैले हजुरलाई टाइम दिएँ लगभग 3 मिनट्समा हजुरले टपिक सेलेक्सन र टपिक सेलेक्सन पछि के सर्वे गर्ने त्यो गर्न सक्नुहुन्छ। यही भित्रबाट हजुरभित्रबाट हजुरले सर्वे गर्नुपर्ने है त। छलफल डिस्कसनको लागि मैले माइकै अफ गरेँ अलिकति अहिले। यो डेटा चाहिँ रियल हुनु पऱ्यो। हजुरले यहाँ सर्वे गरेकै हुनुपर्छ। यही ग्रुपभित्र सर्वे गर्नु होला हजुरले। यसको लागि सर्वे गर्नु होला। सबभन्दा अगाडि टपिक के को लागि, अब जस्तै यहाँ चाहिँ के टपिक भन्दाखेरि अब जस्तै म्याथ मन पराउने, साइन्स मन नपराउने होइन, साइन्स र म्याथ धेरै मन, साइन्स र म्याथ गर्न सक्नुहुन्छ। रियल अरूमा पनि यहाँबाट निकाल्न सक्नुहुन्छ हजुरले। क्लासमा त्यो फन्ड पनि होस्, रियल डेटा पनि आओस्। हजुर, रियल खालको डेटा आउन सक्छ। होमवर्क गर्ने नगर्ने पनि आउन सक्छ। होमवर्क गर्ने स्टुडेन्ट, नगर्ने स्टुडेन्ट, बेला बेला गर्ने नगर्ने स्टुडेन्ट।
आज चाहिँ आज म माफिया चिन्छु मेरो साथमा फर्स्टमा तपाईँले सेट डिफाइन गर्नु होला आफैले सेट सेलेक्सन गर्नु होला अझ फन्नी खालको बनाउन सक्नुहुन्छ त्यो पनि बेटर हुन्छ है हजुर आफैले किनभने यो टाइटलहरू आफैले नै सेलेक्सन गर्नु अझ बेटर हुन्छ आफ्नै ग्रुपमा पनि गर्नु होला सबैमा भेज र ननभेज पनि गर्न सक्नुहुन्छ हजुरले स्केल र कम्पास पाउनुहुन्छ है स्केलिङ गरेर भरे डेटा यो फाइन्डिङलाई अर्कोपट्टि पेजमा छ त्यो पनि हेर्नु होला र सँगै यही भेन डायग्राममा यो चार्ट पेपरलाई प्रयोगमा लिएर प्रेजेन्टेसन ग्रुपबाट ग्रुप सबै आएर अवलोकन गर्नुपर्ने हुन्छ हजुरहरूले प्रेजेन्टेसनको लागि हामी लगभग 2.5 मिनटलाई मात्रै हामी छुट्याउँछौँ हामीले हाम्रा स्टुडेन्टहरूलाई पनि यसरी नै हामीले वर्कसिटहरू डेभलप गरेर प्रदान गर्छौँ र क्लासमा यस्तै खालको ग्रुपमै अहिले प्रोजेक्ट भनेर चाहिँ घरमै गएर ल्याउनु नै नानी हो भनेर दिने चलन छ यो अलिकति त्यो पनि हो इन्डिभिजुअल होइन तर हाम्रो प्रेजेन्समा भयो भने सो नानी घुर्मे हुने बानी विकास हुन्छ नानीहरूमा पनि टिचरहरूले सर यता यस्तो बोला भनेर होइन त्यो होइन कौतूहल जगाउनुपर्छ अनि त्यो फाइन्डिङ्सलाई पनि प्रेजेन्ट गर्ने भनेको अगाडि आएर बोल्न सक्ने बानी विकास पनि यसमा रहन्छ यी सबै स्किललाई हामी हेर्छौँ यो घरिमा हेर्नुहोस् skill, yeah. Yes. Skill 5 right there also. एउटा धेरै सर्ट एक्टिभिटी प्रोजेक्ट एक्टिभिटी रह्यो हजुरलाई भेन डायग्राम त पक्कै पनि डेटा कलेक्सन सक्नुभयो होला अनि त्यो हजुरको वर्कसिटको पछाडि पनि केही डेटाहरू रहेका छन् हजुरलाई रफ कपीको सिट चाहियो भने माग्नु होला हामी दिन्छौँ उपलब्ध गराइदिन्छौँ अनि तपाईँले डेटा कसरी कलेक्सन गर्नु हो भन्ने स्किल पनि यहाँ रहन्छ होइन त्यसले फरक पार्न सक्छ कसरी गर्नु पार्छ अनि यो
प्रोजेक्टमा हामीले हेर्ने कुरो अघि पनि मैले भने स्किल पनि छ हजुरको होइन वे अफ होइन इम्प्लिमेन्टेसन प्रोजेक्टको कुरो भयो रियल डेटा कसरी आयो होला भन्ने कुरो हामी राख्छौँ त्यसो बेलासम्म म चाहिँ रिजल्ट निकाल्ने भएको हजुरलाई कति मिनट लाग्यो अब
त्यसो भने सक्नुभयो भने कुन ग्रुपबाट सक्नुभयो ग्रुप ईबाट अब अगाडि ई आउनु होला अनि अर्को तपाईँले यो प्रेजेन्ट गर्नु छ र यो त्यसपछि तपाईँले यो खालको एउटा इभ्यालुएसन चार्ट तपाईँहरूको वर्कसिटमा छ हजुरहरूले एक ग्रुपले सपोज प्रेजेन्टेसन गरिरहँदा अन्य ग्रुपले उहाँहरूलाई इभ्यालुएट गर्नुपर्ने मूल्याङ्कन गर्नुपर्ने मूल्याङ्कन क्षेत्रहरू छन् त्यहाँ अगाडि मैले हजुरलाई देखाएको त्यही चाहिँ त्यहाँ क्षेत्रहरू देखाइएको छ यो अन्तिममा यहाँ चाहिँ जुन मैले देखाइरहेको त्यो ग्रुप हो अब यहाँ ए बी सी डी ग्रुप पछाडि यो वर्कसिटको पछाडि हजुरले देख्नुभयो भने ग्रुप एबिसिडी छ आफ्नो ग्रुपलाई आफैले मूल्याङ्कन गर्न पाउनुहुन्न किनभने तपाईँहरूको ग्रुप अगाडि नै हुन्छ सबै तसर्थ अरू ग्रुपले हजुरलाई मूल्याङ्कन गर्नुहुन्छ त्यहाँ फुल मार्क्स भनेको चाहिँ 2 हो अहिले मैले देखाइसकेको छु ग्रुप होइन न्यून मार्क्स 0.5 होइन 1.5 यो क्याटेगोरीमा हजुरले राख्नुहुन्छ भन्ने छ मैले अहिलेलाई हजुरको कुन ग्रुप भन्नुभयो ग्रुप ई आई वुड लाइक टु रिक्वेस्ट हजुरहरू अगाडि आएर सबै टास्क सक्नु भएको छ भने आफ्नो फाइन्डिङ सहित लिएर ग्रुपको अगाडि आएर प्रेजेन्ट गर्नु हार्दिक अनुरोध गर्दछु र यो माइक्रोफोन पनि हामीलाई मैले सुनिदिनु अगाडि आउनु होला अगाडि आएर प्रेजेन्ट गर्नु दुवैजना 3 जना हुन्छन् 3 जना चाहियो किनभने एकजनाले पब्लिक हुन्छ एकजनाले अर्को फाइल पनि बोक्नु पर्ने हुन्छ होइन त्यो ग्रुप हो भन्नु के हुन्छ हजुरले के सम्बन्धी गर्नु हो के पाउनुभयो यहाँ हजुरले राख्नु होला एकजनाले माइक पनि पक्रिनु पर्ने होला है नमस्कार सम्पूर्ण सरम्यामहरू हामी समूह यीबाट सरहरूको निर्देशन अनुसार काम सकेर उपस्थित भएका छौँ र ग्रुप ई अन्तर्गत हामीले समूह ए र बीमा छुट्याउने क्रममा हामीले चाहिँ फ्रुट्स अन्तर्गत एप्पल लभर र म्याङ्गो लभरको लागि सर्वे गरेका थियौँ जसमा एप्पल लभरमा 5 जना म्याङ्गो लभरमा 9 जना बोथ लभरमा 2 जना र ननमा दुईटै लाइक नगर्नेमा 2 जना को डाटा कलेक्सन भएको छ त्यो अनुसार हामीले एनए कार्डिनल नम्बर अफ ए भनेको 5 हो कार्डिनल नम्बर अफ बी 9 हो अनि यो भेन डायग्रामबाट रिप्रेजेन्ट गर्दा क्लियरली ए इन्टरसेक्सन बी 2 र युनियनको कम्प्लिमेन्ट 2 भइहाल्यो एनए भनेको 5 छ अन्ली ए भनेको 5 - 2 गर्दा 3 र अन्ली बी भनेको 9 - 2 गर्दा 7 आएको छ र यसरी तयार गरेका छौँ रियल डेटालाई कलेक्सन गरेर यहाँ फाइन्डिङ प्रेजेन्ट गर्नुभएको छ एप्पल लभर र म्याङ्गो लभर यो सिजनको आधारमा थियो है मैले म्याङ्गो पाउने आउँछ अनि एप्पल त पाइहाल्छ तिनीहरूले राख्नु भएको छ रियल डेटा सो थ्याङ्क यू भेरी मच ग्रुप ईलाई भेरी मच है त हजुरले इभ्यालुएसन गरिसक्नु भयो पक्कै पनि इभ्यालुएसन चार्ट छ हजुरसँगै छ ग्रुपमा आएन त तिनीहरूजना हामी
हजुरसँग त्यो अरू ग्रुपका हजुरले पनि त्यहाँ मार्क्स दिनु छ नि है त्यो जुन वर्कसिट छ त्यसको पछाडि चाहिँ ग्रुप वाइज सबैले गरेको इभ्यालुएसन हजुरले पनि गरिसकेको त्यो पनि एग्रिगेट हो होइन ती कुरो हामी गर्दैछौँ ल अर्को ग्रुप हजुर कुन ग्रुपले सक्नु होला हस् तपाईँहरू 3 जना हुन्छ भने 3 जना आइदिनु किनभने ग्रुपमा सक्रिय सहभागिताको आवश्यकता पर्न जान्छ सबैको आफ्नो चाहिँ के हुन्छ भन्दा वर्क डिभिजन हुन्छ होइन यी कुरोलाई पक्कै पनि तपाईँले ख्याल गरेर पनि भएको छ मैले कसले पनि गर्नुपर्छ र माइक्रोफोन एकजनाले पक्कै पनि यहाँ मैले सिकाउनु मिल्दैन है सबैलाई नमस्कार हामी चाहिँ ग्रुप ए हामीले चाहिँ यो सर्वेमा चाहिँ दुईवटा समूह ए र बी ए चाहिँ चिया अनि बी चाहिँ कफी टी र कफी गरेका थियौँ जस अन्तर्गत चिया मात्र मन पराउने 5 जना पार्टिसिपेन्ट हुनुभएको थियो त्यस्तै गरी कफी मन पराउने 2 जना हुनुहुन्थ्यो कफी मात्र मन पराउने 2 जना हुनुहुन्थ्यो त्यस्तै दुवै मन पराउने 3 जना हुनुहुन्थ्यो र कुनै पनि चिया र कफी दुवै मन नपराउने 4 जना हुनुहुन्थ्यो हामीले भेन डायग्राम पनि बनाएको छौँ एन ओन्ली 5 एन ओन्ली बी 2 एन ए इन्टरसेक्सन बी 3 एन ए युनियन बी कम्प्लिमेन्ट 4 आएको छ र हाम्रो एनयु 14 हो जम्मा सङ्ख्या धन्यवाद Thank you very much. Saya percaya. Ini juga betul sekali aku. Oke, sorry, member ini. Orang group lain pakai apa? Mulai dari bahasa. Bahasa sekali. Ini apa ini? Sama kerana individual dari bahasa itu aggregate ini cara orang nanti. Next group ini यहाँ फेरि निमन्त्रण गरे प्रेजेन्टेसनको लागि विशेष वर्क लाइफस्टाइल भएको छ यो प्रोजेक्ट स्मल प्रोजेक्ट एक्टिभिटी हो यसलाई हाम्रो आफै गर्नुहुन्छ कसरी गर्नुहुन्छ प्रेजेन्ट अनि एक्टिभिटी सबै सरमानहरूलाई नमस्कार हामीले स्पेसली यु भनेर युनिभर्सल सेट चाहिँ सेट अफ पिपल अन्डर सर्वे मान्यौँ अनि सेट एमा चाहिँ सेट अफ पिपल हु प्रिफर रोनाल्डो फुटबलमा मन पराउने बीमा सेट अफ पिपल हु प्रिफर मेसी अर्जेन्टिनियन प्लेयर हुन् सबैलाई थाहा छँदैछ र हामीले सर्वे गर्दाखेरि बेसिकली रोनाल्डो मन पराउने 3 जना भेटिनु भयो रोनाल्डो मात्र मन पराउने मेसी मात्र मन पराउने 5 जना पाइयो दुवै मन पराउने पनि 5 जना पाइयो र दुवै मन नपराउने फुटबलै यी 2 प्लेयर्सहरू मन नपराउने चाहिँ 1 जना पाइयो र स्पेसली यो सेट अपरेसन गर्दाखेरि यो एन ओन्ली ए निकाल्नको लागि हामीले 8 - 5 गरेर 3 रोनाल्डो मात्र मन पराउने 8 - 5 किनकि ए को सर्कल 8 छ र इन्टरसेक्सन 5 छ भने 8 - 5 ले 3 दियो इन अ सिमिलर वे बी हेर्दाखेरि 10 - 5 गरेर 5 थियो र कुनै पनि मन नपराउने 1 भएको कारणले गर्दा त्यो चाहिँ आउटसाइड द सर्कल्स भयो र ओभरअल एनए युनियन बी निकाल्ने तरिका हामीले यो 3टा छुट्टै ओन्ली पार्टलाई जोडेर निकाल्यौँ र एनयु निकाल्ने तरिका चाहिँ सबै एज अ होल सेट को मेम्बर्सहरूलाई जोडेर हामीले एन युनि हुन्छ थ्याङ्क यू भेरी मच अलिकति अहिलेको चाहिँ कन्टेक्स्टलाई जोड्नु भएछ यो विश्वकप होइन त्यसलाई पक्कै जोड्नुपर्छ जोड्नुभएछ खुसी लाग्यो हजुरलाई पनि मेसीको होइन फुटबल प्लेयर्सको टिमको बारेमा र नेक्स्ट टिम हजुर हुनुहुन्छ अब हजुर रेडी हुन्छ है हजुरको त माइक राख्ने पनि छ को बोल्नुहुन्छ कसले प्रेजेन्ट गर्नुहुन्छ सरल हुनुहुन्छ त्यो चाहिँ यो माइक
धन्यवाद सम्पूर्ण सर्वसभाई प्रशिक्षार्थी सबैलाई नमस्कार। र हामीले यो क्रियाकलापमा सोसियल सर्वे गरेका छौँ र फेसबुक लभरलाई ए भनेर बुझिदिनु होला र इन्स्टाग्राम लभरलाई बी भनेर बुझिदिनु होला। फेसबुक लभरलाई एले सङ्केत गरियो समूहमा र इन्स्टाग्राम लभरलाई बीले सङ्केत गरियो र हामीले सर्वे गर्ने क्रममा फेसबुक मन पराउने जम्मा 13 जना प्रशिक्षार्थी साथीहरू प्राप्त गऱ्यौँ र फेसबुक लभर जम्मा 13 जना मध्ये फेसबुक मात्रै मन पराउने साथीहरू चाहिँ फेरि 11 जना, किनभने यहाँ इन्टरसेक्सन भयो र इन्स्टाग्राम पनि मन पराउने चाहिँ जम्मा 2 जना पर्नु भएको छ र फेरि म इन्स्टाग्राम लभरमा गएँ। इन्स्टाग्राम लभर चाहिँ 2 जना जो फेसबुक पनि फेरि उतिकै चलाउनु हुँदो रहेछ। फेसबुक र इन्स्टाग्राम यो जुन इन्टरसेक्सनमा उहाँहरू पर्नु र त्यसैले कार्डिनल ए इन्टरसेक्सन बीमा चाहिँ 2 आयो, कार्डिनल ए इन्टरसेक्सन बीमा 2 आयो र कार्डिनल ओन्ली बी अथवा ओन्ली इन्स्टाग्राम लभर्समा चाहिँ हामीले 0 राखेका छौँ। कार्डिनल नम्बर 0 अथवा छैन त्यसको अर्थ र बोधमा कार्डिनल ए इन्टरसेक्सन बीमा 2 आएको र अब सर्वे गर्ने क्रममा फेसबुक पनि चलाउन मन नपराउने र मानव कि इन्स्टाग्राम पनि चलाउन मन नपराउने भनेपछि 1 जना हामीले पायौँ। त्यसैले यो एकलाई चाहिँ हामीले यो ए र बी दुईटा समूहभन्दा बाहिर तर युनिभर्सल सेट भित्र नै हामीले 1 भनेर यहाँ राखेका छौँ। र टोटल सर्वेमा भाग लिनुभएका विवरण भनेको चाहिँ हामी 14 जना होइन सर, 14 जना र अब समग्रमा फेसबुक लभर ए गरेको बीमा इन्स्टाग्राम लभर भयो, कार्डिनल ए 13 जना, 13 + 1 14 जना, 14 कार्डिनल ए 2, कार्डिनल ए इन्टरसेक्सन बी 2 भयो र कार्डिनल ए युनियन बीको कम्प्लिमेन्टमा चाहिँ हामीले 1 राख्यौँ र त्यसपछि कार्डिनल ए इन्टरसेक्सन बी 2 भयो र कार्डिनल ए युनियन बी भन्नाले ए युनियन बी कुनै न कुनै एक कि त फेसबुक लभर कि त इन्स्टाग्राम लभरलाई हामीले जोड्यौँ र 11 + 2 + 0 गरेर चाहिँ जम्मा 13 निकाल्यौँ। रियल डेटा इज अनि अब यो सोसियल मिडिया अहिलेको जमानामा छ, टेक्नोलोजी सँगै यो होइन एउटा फेसबुक मन पर्दो रहेछ भन्ने छ। हजुर, अब यहाँ हामी मध्येमा एक खालको रियल डेटा निस्किएको छ। यो आधारमा हामी अगाडि बढ्न सक्ने रहेछौँ भन्ने कुरोको पनि होइन सिद्ध भएको पाइयो। जस्तै अर्को बाँकी हुन्छ एउटा ग्रुप सायद मलाई लाग्छ सकिसक्नु हामीले हुन्छ सक्नु मैले ग्रुप सीलाई पनि इन्भाइट गरेँ अगाडि प्रेजेन्ट गरिदिनको लागि। त्यो रियल डेटा यहाँ भएका जो हामी छौँ उहाँहरूमा गर्नुभएको डेटालाई हेरौँ कस्तो रहेछ इन्टरप्रिटेसन। कसरी प्रेजेन्ट गर्नुहुन्छ? एक मिनट पनि ढिलो हुन्छ कि लगभग सेकेन्ड लाग्छ थोरै फ्याक्सन छ है।
भनेपछि रियल डेटा निकाल्दाको मजा अर्को छ। क्लासभित्र पनि विभिन्न खालका नानीहरू हुनुहुन्छ, त्यही भित्रबाट हामीले निकाल्न सक्छौँ र बाहिर कम्युनिटीमा पनि गएर हामीले यस्ता सर्वेहरू गर्न सक्छौँ। धन्यवाद सर। हामी चाहिँ ग्रुप सीबाट सोसल मिडिया युज भन्ने टपिक चाहिँ हामीले सेलेक्ट गरेको थियौँ। एमा युट्युब लभर र बी फेसबुक लभर। ए मन पराउने जम्मा 10 जना हुनुहुन्थ्यो युट्युब, र फेसबुक मन पराउने 5 जना र दुवै मन पराउने 5 जना हुनुहुन्थ्यो। यसमा 9 जना के अरे फेसबुक मन पराउने 9 जना। अनि यसलाई चाहिँ भेन डायग्राममा बनाउँदाखेरि यसरी नै हामीले भेन डायग्राम बनायौँ। अनि नम्बर अफ ए भनेको युट्युबमा 10 जना छ, त्यसमध्ये बोथ घटाइदिएर 5 जना भयो। अनि त्यसपछि नम्बर अफ बी फेसबुक मन पराउने भनेको 9 जना, 9 जना र 5 जना दुवै मन पराएकोले यहाँ 5 माइनस गरेर 4 गरेर, अनि बोथ दुवै मन पराउने युट्युब र फेसबुक दुवै मन पराउने भनेको 5 जना। यसरी चाहिँ हामीले चाहिँ बनाएको छौँ ग्रुप सीले। थ्याङ्क यू। Thank you very much. यहाँले पनि प्रेजेन्ट गरेर गइसक्नुभएको छ डेटा फाइनेन्सलाई, र विशेष यो चार्ट पेपरमा हजुरले ग्रुप मेम्बरको नेम पनि मेन्सन गर्नु उहाँले गर्नुभएको छ। चार्टमा हजुरले मेम्बर्सको नेम पनि साइडमा राखिदिनु होला भन्दै विदाउट एनी डिले अब हाम्रो एक्टिभिटी हामी फेरि अर्को अलिकति समयको पाबन्दीलाई पनि मध्यनजर गर्दै अर्को एक्टिभिटीमा जाँदैछौँ। हजुरले हजुरसँगै राख्नुभयो यो पढाइलाई हामी एकछिनमा करेक्सन पनि गर्छौँ। यो सेसनको अन्तिममा लगभग हजुरले फिडब्याक छ सायद। ओके, सो सेकेन्डमा आज हामी 2टा टार्गेटमा छौँ। यो धेरै समय नलाग्ला कि भन्ने आशा पनि छ, यसमा धेरै वर्क छैन, वर्क गर्नुपर्ने। कम्पाउन्ड पपुलेसन ग्रोथ मोडलिङ र ग्रोथ, यसमा चाहिँ यही ग्रुपबाट हजुरको मोबाइललाई सक्रिय राख्नु होला र ग्रुप यसका लागि चाहिँ वर्कसिट ग्रुपमा फेरि पनि सरले मैले रिक्वेस्ट गरेँ अहिले उपलब्ध गराइदिइहाल्नु होला ताकि उहाँले हेर्दै पनि गर्नुहुन्छ। र विशेष त्योभन्दा अगाडि हामी यो एक्टिभिटी गरिबन्दा अलिकति होइन रिफ्रेस पनि होउन भन्ने सोचमा मैले एउटा वार्म अप एक्टिभ सबै सर्ट मेम्बरले एकचोटि हेरिदिनु होला। यहाँ कन्डिसन रहेको छ मोभ ओन्ली वान स्टिक, एउटा स्टिक चाहिँ हामीले मुभ गर्न पायौँ। अनि अर्को कन्डिसन के छ, त्यो मुभ हुँदाखेरि ट्रायङ्गल चाहिँ 3वटा, त्यो त्रिभुज चाहिँ 3वटा बनाउनु पर्छ। एकछिन यसो सोचेर कपीमै होइन कतैतिर यो नोट कपी सकेपछि लेखेर यसो बसेर हेर्दा पनि भयो। यसको लागि मैले समय 1 मिनटको लागि लगभग सोधिसक्नुहुन्छ है। ट्राई गर्नु होला, कसले फर्म गर्नुहुन्छ कि म सो गर्नु होला, अगाडि सेयर गर्नु होला। जुन ग्रुपले अगाडि सो गर्नुहुन्छ हेरौँ है। ग्रुपमा अघि पनि अर्को ग्रुप थियो सी सँगै एउटा मात्रै स्टिक जुनैको होइन, 2टा यहाँ पिक्चरहरू छ, जम्मा यहाँनिर 7वटा स्टिकहरू छन्, 2टा जेमेट्रिकल होइन फिगरमा। तर के गर्नु पर्यो भन्दा यहाँ 3वटा ट्रायङ्गल बनाउनु
यदि फर्म गर्नु नभए सेयर गर्नु होला हैन भइसक्यो अरूले गर्नु कि भएन ल अगाडि आउनुहोस् उहाँले निकालिसक्नु उहाँले गर्नुभएछ तपाईँले गर्नुभयो भने यसो सोध्दै गर्नुमा अगाडि आएर नै भन्नु पर्यो के हुन्छ सबैलाई देखाएर हजुरले देखाएर है यहाँ भन्दै भन्दै यहाँबाट यसो देखाउँदै जानु भएको हुन्छ एकछिन पक्राउनु सोध्न दिनुहुन्छ कति समय हेर्न रेडी हुन्छ त्यस्तो पनि होला यता पाउनु जेमेट्रीको धेरै यस्तो हुन्छ एकछिन सोच्न दिनु त्यसो भने हजुरहरू के को लागि रेडी हुनुभयो भने अब क्ल्यापिङ गर्नलाई चाहिँ रेडी हुनु है किनभने उहाँ ग्रुप एक्सप्लेन गरिदिनु ए हुन्छ हुन्छ त्यही गरेर भन्नु यो भर्टिकल साइड छ नि यसलाई यहाँनिर लिएर हुने लगाउनु 3 ट्रायङ्गल हुन्छ उहाँले अघि फाइन्ड आउट गर्नुभयो थ्याङ्क यू भेरी मच थ्याङ्क यू भेरी मच सर एउटा इन्टायर ग्रुपलाई विशेष एकछिन सोच्नुभयो हामीले यो वास्तवमा थोरै ब्रेन स्ट्रोक रिलेटेड टु द म्याथमेटिक्स चाहिँ हो है ओके अब सँगै हजुरको ध्यान प्रश्न अलिकति मैले गराएँ हजुरले ग्रुप वर्क त्यो हेरिसक्नुभयो होला सायद हाम्रो अब्जेक्टिभ भएको छ भन्दा एप्लाई percentage and the compound growth formula to real context हामी बेगहरू गर्दाखेरि होइन के अरे रियल ग्रोथका कुराहरू गर्छौँ कम्पाउन्ड ग्रोथका कुरा गर्छौँ होइन कस्तो हुँदो रहेछ त्यो पाँच निकाल्दा कस्तो हुँदो रहेछ एकैचोटि निकाल्दा के हुँदो रहेछ भन्ने कुरो हामी चाहिँ फर्मुला एप्लाई गरिहाल्छौँ होइन अनि डाइरेक्ट 5 वर्षको निकाल भन्दा 5 वर्षको निकाल्छ 3 वर्षसम्म सोध्ने अब रेगुलर सोध्ने अहिलेको करिकुलम हेर्ने भने फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयर भनेर छ त्यही फ्रेमवर्कमा हामी जान्छौँ र म्याथमेटिकल मोडल फ्रम द अथेन्टिक लोकल पपुलेसन डेटा हामी फेरि यो हाइपोथेटिकल कुरा गर्दैनौँ है यो प्रोजेक्टमा हामी रियल डेटा निकालेर एउटा प्रेजेन्ट गर्न खोज्छौँ यस्तो रहेछ भनेर यो फाइन्डिङ्स पनि हो र इन्क्वारी बेस पनि हो इन्क्वारी बेस लर्निङ भन्छौँ नि हामी होइन नानीहरूमा इन्क्वारी के रहेछ त इच्छा भावना त्यो जागृत हुन जरुरी छ तसर्थ यो हामीले डिजाइन गर्छौँ र इन्टरप्रेट यो 1 year सेन्स एन्ड रिप्रेजेन्ट इट ग्राफिकल्ली अब यो ग्राफमा पनि रिप्रेजेन्ट गर्ने हो यो यसको लागि हजुरलाई मैले फेरि एउटा ग्राफ पनि एड गरिदिनु पर्ने हुन्छ पेपर हजुरले ग्राफ पेपर पनि पाउनुहुन्छ ग्राफिकली हेर्दा चाहिँ के रहेछ होइन हामीले क्यालकुलेट गर्दा हेर्छौँ वार्षिक तर ग्राफमा हेर्दा कस्तो देखिँदो रहेछ प्याटर्न त्यो इन्क्रिज भएको रहेछ त्यहाँ त स्लोपहरू फर्मेसन हुन्छ होला होइन अर्थात् चाहिँ एक्सपोनेन्सियल्ली ग्रोथ भएको कस्तो कर्भहरू आउने होला त्यो कुराहरूको इन्टरप्रिटेसन गर्न जरुरी छ नि त होइन तसर्थ यो डिजाइन गरिएको छ यसमा हाम्रो चार्ट पेपर मार्कर पेन क्यालकुलेटर हजुरसँग मोबाइलमा पक्कै पनि छ र वर्कसिट हजुरले पाइसक्नु भएको छ अफिसियल गभर्मेन्ट पपुलेसन डेटा मैले हजुरको वर्कसिटमै राखिदिएको छु स्क्यानको लागि म त्यहाँ पनि डिस्प्ले गर्छु किनभने टाढा धेरैजना हुँदा त्यो नदेखिएन भनेर मैले यसरी गरिरहेको छ यो हामीले उपाय यस्तो लाउन सकिन्छ हजुरले पनि फलो गर्न सक्नुहुन्छ पछिल्लो दिनहरूमा ओके नेक्स्ट पेज सो कम्पाउन्ड पपुलेसन ग्रोथ मोडलिङ हाम्रो के छ भन्दा यही कुरोलाई मैले यहाँ अलिकति प्रोसिड्युरमा राखेको छु स्टेप्सहरूमा फर्स्टमा हामीले चाहिँ कन्टेक्स्ट र डेटा सेलेक्सन गर्छौँ
हजुरले कुन लोकल एरियामा गर्ने हजुरले स्क्यान गरेर हेर्न सक्नुहुन्छ। त्यहाँनिर चाहिँ धरानको हेर्न सक्नुहुन्छ। वडाको चाहिँ टोटल पपुलेसन दिएको छ होइन। त्यही वडाको पपुलेसन चाहिँ 5 वर्षमा 3 वर्षमा के होला भन्न सकियो होइन। हजुरले पक्कै पनि त्यो पाइसक्नु तर यहाँ एउटा डेटा राखेको छ हामीले, त्यो ऱ्यासनल डेटा, ऱ्यासनल भन्छ। त्यो के रहेछ भन्दा हाम्रो ग्रोथ रेट, पपुलेसन ग्रोथ रेट चाहिँ कति छ भन्दा 0.92% चाहिँ पपुलेसन ग्रोथ रेट छ। यो चाहिँ 2021को सेन्ससको आधारमा जनगणनाको होइन 10 वर्षमा गरिने त्यो जनगणनाको आधारमा नै राखेको छ र टोटल पपुलेसन पनि हामीले राखेका छौँ। हजुरलाई त्यहाँ पनि डेटा दिएको छ। हजुर त्यो ओभरअल पर्सेन्ट त्यो 0.92 नै ग्रोथ रेट छ होइन। ओभरअललाई पनि त्यही हो, गर्ने त त्यही हो त्यो रेट त। अहिले ऱ्यासनल त त्यही दिएको हो नि त सेन्ससले होइन। यो 2021 हजुर यो यता छ। अर्को स्क्यान गर्नुभएको छ हजुर, एउटा गर्छ फेरि त्यहाँ चाहिँ प्रदेश र तपाईँको स्थानीय छान्ने छ। अनि हजुर एकछिन मैले यो चाहिँ टोटल पपुलेसन भयो नेपालको होइन। यो आधारमा यो 0.92% बढेको छ यो डेटा चाहिँ हामीले चाहिँ हजुर 2021को जनगणनाको आधारमा राखेको। हजुर हजुर कुनै छैन होला हजुर। रेट त यही भएर होइन, रेट भएको छ। अनि टाइममा कति हजुर यहाँ टोटल दिएको होला सायद, टोटल पपुलेसन है। अब त्यो एउटा टोटल पपुलेसन निकालेर राखेर त्यसपछि ग्रोथ रेटलाई युज गरेर हजुरले अगाडि बढ्न सक्नुहुन्छ। हजुरले डेटा डेकोरेसन गर्नुपर्ने यहाँ चाहिँ 0, 1, 2, 3 भन्ने छ। हामीले चाहिँ यो चाहिँ इयरली निकाल्दाखेरि चाहिँ अहिलेको करिकुलम हेरेर पहिलो दोस्रो तेस्रो वर्ष हजुरले चाहिँ अहिलेको पपुलेसन जुन छ त्यसलाई चाहिँ अब होइन आउने है पछि आउने निकाल्नु भने यहाँ अर्को स्क्यान गर्नुभयो भने अर्को डेटामा चाहिँ तपाईँले प्रदेश अनि त्यसपछि जिल्ला अनि पालिका वडा पनि हजुरले हेर्न सक्नुहुन्छ है। यो चाहिँ अथोरिटी वेबसाइट हो। यहाँबाट हामीले आफ्नो वडाको होइन कति रहेछ जनसङ्ख्या त्यो हजुरले हेर्न सक्नुहुन्छ है। यहाँ 0 इयर पनि दिएको छ। 0 भनेको के हो त्यो बुझाउन जरुरी छ हाम्रो नानीहरूलाई पनि। हजुरले बुझ्नै हुन्छ यो कुरो होइन। 3 इयर्स भन्दाखेरि 0 पनि राखिएको छ। 0 भनेको चाहिँ अहिलेको प्रेजेन्ट। हजुरले आफै इन्टरप्रेट गरेर ग्रुपमा डिस्कसन गरेर निकाल्नु होला है। त्यो फाइन्डिङ्सलाई प्रेजेन्ट गर्नु होला। ओन्ली लगभग 2 मिनटभित्रमा सक्छौँ होला लगभग। अब हाम्रो समय भनेको 10 मिनटभित्रमा हामीले लगभग सक्छौँ होला हाम्रो प्लानिङ त्यो गर्नु। र एउटा हजुरले टाइम 3 इयर्स टाइम कुनमा छ अर्कोमा जानुहोस् न अथेन्टिकमा। ठिकै छ त्यसो भए यो भनेको चाहिँ 2021को उपलब्ध 2021को सबै जोड्दाखेरि चाहिँ टोटल पपुलेसन यसको पर्छ होइन। त्यो चाहिँ 2021को दिएको डेटा लिएको डेटा जिल्ला अनुसार हजुर हजुर हो। यहाँ जिल्ला सेलेक्ट गर्नु होला होइन। प्रदेश सबभन्दा अगाडि जिल्ला हेर्नु होला। जिल्ला सेलेक्ट गरिसकेपछि हजुरले आफ्नो पालिका धरानको हेर्नु भने धरानकै गएर तल जाँदाखेरि चाहिँ टोटल दिएको होला पपुलेसन अलिक तल छ। यो पपुलेसन
धरानकोमा होइन त्यो टोटल पपुलेसन राखेर हजुरले हजुर यो 21 को डेटामा हजुर अर्को फर्म सर छ भने रिप्लेस गराइदिनु एउटा फर्म एक्टिभिटी 2 को यस्तो बिग्रियो भने फर्म लिन सक्नुहुन्छ आफ्नो आफ्नो पालिकाको हजुरले निकाल्नु होला हजुरले नै सेलेक्सन गर्ने भन्छ यहाँ मलाई चाहिँ आफ्नै हेर्न मन लाग्छ आफ्नै रियल कन्टेक्समा आफ्नै स्थानीय ठाउँको पपुलेसन अबको 3 वर्षमा के हुँदो रहेछ भनेर हामी प्रेडिक्ट गर्छौँ ओके वर्षमा बढ्दै जाने होला यहाँले 3 वर्षको पपुलेसनलाई लगभग ग्राफ पनि र निकालिएको पपुलेसनलाई पार्ट डी हो त्यो चाहिँ सी हुनु पनि सी या डी ठिक छ कन्सेप्चुअल क्वेसन्स हो यहाँनिर वाट विल बी द पपुलेसन आफ्टर 5 years हजुर त्यो 5 years त यहाँनिर डाइरेक्ट फर्मुला किनभने अहिले पहिलो दोस्रो तेस्रो चौथो पाँचौँ वर्षको निकाल भन्दैन तेस्रो वर्षसम्मको पपुलेसन चाहिँ क्रमशः निकाल्दा भन्ने हुन्छ अनि अरू वर्षको निकाल्नु पऱ्यो भने 5 वर्षको भने त्यो चाहिँ फर्मुला डाइरेक्ट युज गरेर हामीले इनिसियल पपुलेसन राखेर निकाल्नुपर्छ है त्यसरी गएर हजुरले इन्टरप्रिट गर्नु होला अनि ग्राफमा 3 वर्षको इस्यु हेरौँ कस्तोसम्म आउन सक्दो रहेछ अझ ठुलो देखिने गरी गर्नु हो भने होइन त्यसलाई मान्नु होला अब यो त लेट त गरिहाल्नुहुन्छ हजुरले ग्राफमा पनि ट्रेन हेरौँ न हाम्रो नानीलाई देखाउँ हामी पनि हेरौँ होइन मैले पनि गरेको छु यो चाहिँ हेर्न मन छ मलाई पनि ग्राफमा पनि हेरौँ यो 3 वर्षको पपुलेसनलाई अब 5 वर्षको पपुलेसन अनि पहिलो दोस्रो तेस्रो चौथो अनि पाँचौँ निकाल्दैनौँ त्यहाँ 5 yearsको भन्ने होला यो चाहिँ डाइरेक्ट हाम्रो यही फर्मुलाको हजुर 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 सिमिलरली आयो अब यो चाहिँ डाइरेक्ट 5 yearsको चाहिँ पहिलो दोस्रो तेस्रो चौथो पाँचौँ भनेर सोध्दैन पनि होइन एसीलाई पनि तेस्रो वर्षसम्म मात्रै सोध्ने हो अलिकति चेन्ज त्यो छ त्यही मोडलमै हामी छौँ है हजुरले डाइरेक्ट फर्मुला ल्याएर पनि हेर्नु होला सेम आउनु 3 वर्षको यो चाहिँ ओभरअल पपुलेसन 2021 सेन्ससकै आधारमा है हजुर त्यो तरिकाले राखेको छ हामीले चाहिँ एभरेज ग्रोथ रेट भनौँ न हामीले चाहिँ निकालेको एक्युरेट भन्दा पनि यो एभरेज नै हो होइन र हजुरले अब त्यसलाई कन्भर्सन गर्नु होला कति 1 लाख बराबरको कति राख्नुहुन्छ स्केल हजुरले राख्नु होला स्केल
चाहिँ पपुलेसन बढ्दाको कुरा कस्तो देखिँदो रहेछ भन्ने हो। हामीले अब विभिन्न विधिहरू प्रयोग गरिरहँदा ग्राफ विधि पनि राखेर स्टुडेन्टलाई बुझाउन सफल भइयो भने त्यो 0 भनेको चाहिँ के हुँदो रहेछ इक्विभ्यालेन्ट 0% टाइममा चाहिँ कति पपुलेसन भनेर छ। यहाँ 3 वर्षखेरि 0बाट सुरु गरेको छ है, त्यसको मिनिङ पनि हामीले कुरा गर्न सक्छौँ भन्ने कुरा हो। अब 3 वर्षको ग्राफ यसो ग्राफमा ट्रेनहरू कस्तो रहेछ। हजुरले सक्नुभयो होला, हामीसँग धेरै समय छैन। हजुरले मैले यो डेटालाई चाहिँ प्रेजेन्ट गर्न चाहन्छु, समयलाई पनि मध्यनजर गर्दै। अब सर वेटिङमा हुनुहुन्छ र मैले हजुरले गरिरहँदाखेरि मैले रिक्वेस्ट गर्नु भोलि चाहिँ हाम्रो टाइममै सेसन सुरु गर्छौँ। सक्दो भएसम्मको भ्याउँदाखेरि हामीलाई है सक्छौँ। कस्तो आएछ त ट्रेन्ड कस्तो भएछ यो चाहिँ वास्तवमा? हजुर क्लियरली मिलाइले गर्दाखेरि भनेको लगभग त्यो सिम्पल तरिकाको पढ त होइन, स्टेटबाट चाहिँ स्कोप देखिने भयो मान्छेले गर्दै होइन त्यो अब तर हामीले अब इन्टरभलको मात्रै कुरा गरेर फर्मुलाबाट त्यो फर्मुला चाहिँ के हो भन्दाखेरि यस्तो हुन्छ देख्छ त्यो चाहिँ अर्थमेटिक इक्वेसन जस्तै अब होइन, लिनियर त्यहाँ चाहिँ कति पर्सेन्ट ग्याप मात्रै भयो एकचोटि जम्प गर्ने जम्प त्यो भएर यो ट्रेन चाहिँ लगभग यस्तै रेट हो भने चाहिँ लगभग अरू क्यालकुलेसन गर्नु पऱ्यो। ग्राफ कस्तो आयो लिनियर तरिकाको नै आयो। किनभने बाटो गर्दा त एरिया होइन 1% अर्को हुँदै हामीले चाहिँ यो कम्पाउन्ड र सिम्पल इन्ट्रेस्ट भने जस्तै है त्यो भेरिएबल तर अब यहाँ 0 देखेर अब 20 वर्ष भने चाहिँ अलिकति है ट्रेन त त्यही नै पाउँदैन फर्स्ट टाइम। ल हजुरले मैले एउटा यो प्रेजेन्ट दिन अहिले टी टाइम छ, टी खाँदै थोरै चिसो होइन तातो ब्रेक
र पक्कै पनि यसपछि हामी धेरै नेक्स्ट है यो हजुरले यो गरिसक्नु एक ट्रेन्ड हाम्रो वर्कसिप चाहिँ हो वाट विल बी द पपुलेसन आफ्टर 5 years यो चाहिँ हजुरले डाइरेक्ट फर्मुला युज गरेर यसलाई चाहिँ एप्लाई गरेर निकाल्नु होला। अनि यो अर्को कुरो के भयो भने ग्राफमा पनि हामीले पार्टली ग्राफमा पनि हामीले हेऱ्यौँ। ग्राफमा हेर्दाखेरि केही मात्रामा ट्रेन्ड बढेको देखिन्छ। यो बढ्नेको चाहिँ 0.92 भनेको कतिले कसरी बढेको देखेको रहेछ भन्ने हो होइन। स्लोप कतिको बनाएर बढ्दो रहेछ होइन भन्ने कुरो पनि यहाँनिर देखाउन सकियो स्टुडेन्टले हामीले होइन। आफैले पनि मूल्याङ्कन गर्ने भए पढ्यो कि घट्यो भन्ने कुरोमा यी कुरो है। र अर्को कुरो चाखलाग्दो विषय के रहन्छ भने आफ्नै ठाउँको लोकल एरियाको आफैले प्रिडिक्सन गर्न सक्ने हो स्ट्याटिकल डेटाहरू त्यो कुरोलाई पनि हामीले यहाँनिर सो अर्थात् फाइन्डिङको रूपमा हामी प्रेजेन्ट गर्न सक्छौँ। र ओके सो हाम्रो आज समयको पाबन्दीलाई पनि मध्यनजर गर्दै मैले दुईटै सेसन मात्रै दुईवटा एक्टिभिटीबाट त्यो पनि हतारमा सर्ट मेमोरीलाई दुःख दिएँ है। र सम्पूर्ण कुरो हजुरहरूलाई फेरि पनि यसलाई पनि एक्युमुलेसन गर्छौँ हामी र हजुरको सिटलाई पनि हामी अन्तिममा कलेक्सन गर्छौँ र फिडब्याक सहित र विदाउट डिले लगभग हजुरको कफी खाँदै चिया खाँदै हुनुहुन्छ म चाहिँ बोल्दै खाने गरी एकछिन आराम गरेर र आई वुड लाइक टु रिक्वेस्ट हाम्रो मिलन सरलाई पनि रेडी हुनु होला पक्कै चियाको चुस्कीसँगै रेडी हुँदै गर्नु होला। र अर्को सेसन हामी स्विच हामी प्रायः दिनमा 3 प्रकारका नै हामी सेसन गर्छौँ र विशेष त आज प्लान पर्सेन्टमा चाहिँ हामीले पुगिएको छ। यस्ता अन्य एक्टिभिटी धेरैवटा छ र पक्कै पनि केही सरहरूबाट पनि मैले लिएको छु सिकेको छु आजको सेसनबाट राम्रो तरिकाले प्रेजेन्ट गरिदिनु भएको छ हाम्रो यो सेटबाट। अनि सँगै अर्को यो पपुलेसन ग्रोथबाट पनि र अन्य मेरोमा चाहिँ धेरैभन्दा धेरै ह्यान्डसम एक्टिभिटिजहरू छ। हामी एक दिन चाहिँ मार्तोल पनि लिएर बस्छौँ होला सायद है मार्तोल होइन त्यो काँटे अनि त्यो के लिएर बस्छौँ ग्रुपमै हामी छौँ। त एक्टिभिटिज चाहिँ फाइनल लास्ट डेमा छ अलिकति लेट छ अनि त्यो ग्रुपमै रहन्छ। र अहिले एउटा हामी उपलब्ध त्यो हजुरले हेरिसकेपछि गएर इम्प्लिमेन्टेसन गर्न सक्नुहुन्छ। यो पनि हामीले इम्प्लिमेन्टेसन लेभलमै पढाइ पनि सक्नु भएको छ यो सेट चाहिँ होइन। अनि के कसो छ इम्प्लिमेन्ट गर्नुहुन्छ भन्दै मैले अहिलेको सेसन हाम्रो रेस्पेक्टेड सर मिलन तामाङ सरलाई हस्तान्तरण गरेको छ। थ्याङ्क यू सर। तपाईँको फोन राख्नु न।